सन्चै सबैजना सन्चै हुनुहुन्छ होला। फर्स्ट टाइम भिडियो बनाउँदैछु। अहिले म नेपालगञ्ज जानलाई रेडी भइरहेको अफिस जानलाई है। ट्याक्क चस्मा सस्मा लगाएर होइन क्याप टोपी हालेर रेडी भइरहेको। त्यसपछि यता घरतिर बाई बाई गरेर अब लाग्यो। चौमाला बजार पुग्यो होइन। अनि चौमाला बजारमा पसलमा पुगिसकेपछि त्यसपछि ठ्याक्क चित्रामजी पनि पुग्नुभयो। अनि चित्रामजी पुगिसकेपछि हामी दुवैजना चित्रामजीको बाइकमा नेपालगञ्जको लागि लाग्यो होइन। नेपालगञ्जको लागि लाग्यो। ठ्याक्क चौमाला सकियो। चौमाला सकिसकेपछि हामी चिसाबानी पुग्न आँट्यौँ होइन। चिसाबानी पुग्न आँटिसकेपछि ठ्याक्क तपाईँको त्यहाँ केबाट बसेर नास्ता खायो त्यता चिसाबानी होइन। चिसाबानी नास्ता खायो। ठ्याक्क म हात हल्लाउँदैछु होइन। रमाइलो भइरहेको थियो। एकदम रमाइलो पल साथी हो। यो चाहिँ हजुरहरूको ठ्याक्क अब चिसाबानी पुग्ने टाइम होइन। चिसाबानी पुग्ने टाइम हो। चिसाबानी पुग्न आँट्यौँ। त्यहाँ चाहिँ खासै मिठो नास्ता चाहिँ पाइरहेको थिएन है। चिसाबानीमा खान खोजेको कहिले पनि होइन। हामी नेपालगञ्ज अफिस जाँदाखेरि कहिले पनि मिठो नास्ता चिसाबानीमा पाएन। कहिले पनि मन शान्त मिठो नास्ता खाएर गयो है भन्ने चाहिँ कहिले पनि भएन क्या। न मिठो नास्ता न मिठो खाना कहाँ पाउँछ भन्ने कुराहरू पनि थाहा छैन होइन। एकदम मन मारी खायौँ। अनि खाइसकेपछि चाहिँ हामी ठ्याक्क अब लाग्यो नेपालगञ्जतिर। अनि ठ्याक्क चित्रामजी भन्दै हुनुहुन्थ्यो ल यो चोट चाहिँ राम्रो गरिरहेको छु होइन भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ खास अफिसमा मिटिङको लागि गइरहेको। अनि यो चाहिँ कर्णालीको पुल है। कर्णालीको पुल पुग्यो। ट्याक्क हेर्नुहोस् कर्णालीको पुलमा छौँ हामी चाहिँ अहिले। अनि त्यसपछि नेक्स्ट पार्ट आउने नै छ। धन्यवाद। लाइक सेयर एन्ड सब्सक्राइब फलो गरिदिनु होला। थ्याङ्क यू।